हाइटै पुग्दैन यार मेरो चढ्नु पनि गाह्रो छ। फुल क्या कहाँ छ भन्दै थियो त्यो फेसबुकको देखेको थिएँ कहाँ रहेछ जिरीको वालफेयरमा। घर चाहिँ यति भन्ने हो भन्दा नि लासो फ्याफुल्ला एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। दिस इज प्रीति लुङबा। अब भाइलाई खाजा पुर्याएर चट्टसँगले घुम्न जानुपर्ने हुन्छ होइन। कहाँ जाने भनेर चाहिँ हेर्दै गर्नु होला, थाहा पाइहाल्नुहुन्छ। भाइलाई खाजा पुर्याएर गयो। अब यहाँ कोही कोही मान्छेलाई पर्खिनु पर्ने हुन्छ। जिरीको वालफेयर आइपुगेको अनि यस्तो एक राउन्ड घुम्नु पनि सकेको। यो फुलहरू फुलिरहेछ गुराँस अनि एउटा फुल छ पिङ्क कलरको, त्यो फेसबुकमा देखिरहेको थियो, फोटो दिएँ अनि आएको होइन। राम्रो छ, घुम्न आउँदा हुन्छ। गुराँसहरू फुलिरहेछ ढकमक्क परेर। घर फर्केको अब बाइकमा चढ्नुपर्ने हुन्छ। हाइटै पुग्दैन यार मेरो चढ्नु पनि गाह्रो छ। पानी पर्यो, पानी कति दिन पछाडि पर्नु खोज्दा खोज्दै नि परेको थिएन, पर्यो पानी। अब यस्तो चिसो मौसममा तातो तातो थुक्पा खानु। घर चाहिँ यति भन्ने हो भन्दा नि के अरे सर्टिङको लागि काठको काम गर्दै हुन्छ। चाहिँ 2 दिन कामै भएन अस्ति। भ्लग बनाउँछु भनेर घुम्नु गएको, तर माथि पुगेपछि के बनाउने कसो गर्ने के बोल्ने भनेर केही आइडिया भएन, कन्फ्युज भएँ। त्यही भएर छोटो छोटो क्लिप्सहरू लिएँ। अनि खास गरी भन्नुपर्दा भर्खर भिडियो बनाउनु थालेको, अनि केही आइडिया पनि छैन भ्लग बनाउने, खासै आइडिया पनि छैन नि त। अनि घुम्नु जानुलाई पनि प्रायः जस्तो एक्लै हुन्छु, कहाँ जानु घुम्नु एक्लै होइन। हजुरहरूले कमेन्टमा आइडिया दिनु न कसरी बनाउँदा भिडियो राम्रो हुन्छ, अनि कस्तो टाइपको भिडियोहरू मनपर्छ, कस्तो टाइपको बनाउँदा राम्रो हुन्छ सजेस्ट गर्नु है ल। आफ्नो प्यारी बहिनी सम्झेर यति धेरै माया अनि सपोर्ट गरिदिनुहोस्। भिडियो मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब गर्न नभुलिदिनु होला। आजलाई यति नै, थ्याङ्क्स फर वाचिङ। फेरि अर्को भिडियोमा भेटौँ ल। टिल देन टेक केयर, बाई बाई।